नमस्ते। धेरै दिन भयो मैले भिडियो नल्याएको। अब आज चाहिँ हामी क्विज निर्माण गर्छौँ, त्यो पनि डिजिटली। त्यो पनि तपाईले आफै एआई द्वारा सञ्चालन गरेर एउटा सिमुलेसन बनाउँछौँ। तपाईले पढाउने विषयको पाठको पनि सिमुलेसन बनाउन सक्नुहुन्छ। आज हामी सिमुलेसन बनाउने कुरा सिक्छौँ। पहिलो काम चाहिँ हामी क्विजबाट सिक्छौँ। यसको लागि अब तपाईलाई म ल्यापटपको स्क्रिनमा लिएर जान्छु। आउनुस् ल्यापटपको स्क्रिनमा हेरौँ। यहाँ पछाडि हाम्रो चल्दैछ, सेम त्यस्तै क्विज बनाउन सिक्छौँ है। हस्, यसरी हामीले प्रम्प्टको लागि विभिन्न कुराहरू राख्नुपर्छ। तपाईलाई जे जरुरी छ त्यो चिज चाहिँ यसमा बोलिदिनु भयो भनेदेखि यसले रेकर्ड गरेर भन्छ। अघि हामीले बोलेको कुरा यहाँ टाइप भएर आइसक्यो। अब यसमा के मिलेको छ कि छैन यसलाई सच्याउनुस्। सच्याइसके पछाडि ठिक छ भने यो एरोमा क्लिक गर्नुहोस्। एरोमा क्लिक गरिसके पछाडि एकछिन पर्खिनुहोस्। अब प्रम्प्ट तयार भइसक्यो। यो प्रम्प्ट ठिक छ कि छैन तल माथि सारेर हेर्नु होला र यसमा केही चिज तपाईले सोचे अनुसारको छैन भने यसलाई सच्याउनुहोस्। सच्याइसके पछाडि अब यहाँ माथि यो बक्समा छ, यो बक्सको माथि कपी भन्ने छ, त्यो कपीमा क्लिक गर्नुहोस्। अब गुगल जेमिनीमा जानलाई जेमिनी खोल्छौँ। gemini.google.com खोले पछाडि जेमिनी खुल्छ। जेमिनी खोलेपछि यो प्लस भएको चिन्हमा क्लिक गर्नुहोस् र क्यानभासलाई रोज्नुहोस्। क्यानभासमा क्लिक गरिसकेपछि अघि कपी गरेको कुरालाई यसमा पेस्ट गरिदिनुहोस्। पेस्ट गरिदिसके पछाडि यो एरोमा क्लिक गर्नुहोस्। तपाईको क्विज तयार हुन सुरु हुन्छ। एकछिन कुरौँ। यहाँ माथि हेर्नुस् त कोड छ र प्रिभ्यू छ। कोड र प्रिभ्यू भन्ने देखा पर्यो भने तपाईको क्विज तयार हुन्छ भन्ने कुरा बुझ्नुहोस्। अब क्विज तयार भइसक्यो। यहाँ प्रिभ्यू देखिएको छ। यो प्रिभ्यूमा तपाईले क्विज मेरो तयार भयो वा भएन, राम्रो छ छैन भनेर तपाईले चेक गर्न सक्नुहुन्छ। चेक गरिसकेपछि ठिकठाक छ भने पछाडि यहाँ माथि कोड भन्ने छ, त्यो कोडमा क्लिक गर्नुहोस्। कोड देखिन्छ, यति धेरै कोड आएर बसेको छ। यो कोडमा कतै खाली ठाउँ छ भने त्यहाँ माउस राखेर क्लिक गर्नुहोस्। कर्सर आएर त्यहाँ बस्छ अनि कन्ट्रोल ए कपी गर्नुहोस्। अब कुनै ठाउँमा राइट क्लिक गर्नुहोस्। न्यू फोल्डर क्रिएट गरौँ र रिनेम गरौँ। त्यसलाई ओपन गरी राइट क्लिक गरी न्यूमा क्लिक र टेक्स्ट डकुमेन्टमा क्लिक गर्नुहोस्। त्यसलाई ओपन गरेर अघि कपी गरेकोलाई पेस्ट गर्नुहोस्। त्यसपछि फाइल सेभ एज, फाइलको नाम लेख्नुस्। जे नाम तपाईलाई मन लाग्छ त्यो लेख्नुस्, तर नाम लेख्ने बित्तिकै कुनै स्पेस नदिकन .html, फेरि सम्झिनु है, .html त्यो टाइप गरेर सेभ गर्नुहोस्। अब तपाईको फाइल यहाँ HTML फाइलमा सेभ भइसकेको छ। यो आइकन मेरोमा यस्तो देखिएको छ, तपाईकोमा अर्कै आइकन पनि देखिन सक्छ, तर यो HTML फाइल हुनुपर्छ। अब यसलाई ओपन गर्नुहोस्। ओपन गरिसके पछाडि अब क्विज सञ्चालन हुन सुरु हुन्छ। अब क्विज खेलाउन सकिन्छ। क्विज मात्रै होइन, हामीले पाठलाई पनि यस्तै सिमुलेसन बनाएर अध्यापन गराउन सकिन्छ।
यदि पाठलाई पनि सिमुलेसन गराएर कसरी गर्ने भन्ने तपाईलाई लाग्यो भने कमेन्ट गर्नुहोस्, अर्को भिडियो त्यसको ल्याउनेछु। धन्यवाद।